यो चाहिँ हाम्रो दोकानको कागज है, यो चाहिँ हाम्रो प्रमाण। यो चाहिँ हामीले दोकान खोल्न पाइन्छ इटरी भित्र हैन। यो चाहिँ हाम्रो एकदम नगरपालिकाबाट व्यवसाय गरेर गर्ने यो चाहिँ हाम्रो कागज प्रमाणपत्र। यो चाहिँ हाम्रो बुढाको अचार हो है साथीहरु हैन। त्यसपछि यो चाहिँ व्यवसाय प्रमाणपत्र एकछिन सरी साथीहरु, यो चाहिँ फ्याक्ट्रीको दर्ता गरेको घरेलुको यो दर्ता गरेको हाम्रो फ्याक्ट्रीको पनि यो हो हैन। त्यसपछि अनि यो चाहिँ हाम्रो पसलको बुढाको अचारको पसलको दर्ता गरेको हाम्रो यो हैन बिक्रीकर्ता। अनि यो पान नम्बर, यो हाम्रो पान नम्बर साथीहरु हेर्नु है, पान नम्बर। म किन देखाउँदैछु म अहिले हजुरहरुलाई भन्छु। खाद्यान्न यो पदार्थ उत्पादन यो चाहिँ हाम्रो जुन खाद्यान्नहरु अब खानेकुराहरु हुन्छ नि, यो चाहिँ हामीले बेच्न पाउँछौँ। यो तपाईहरुको चाहिँ के रे एकदम हाइजेनिक छ भनेर यो हामीलाई प्रमाणपत्र दिनुभएको। के भन्छ यसलाई प्रमाणपत्र भन्दाखेरि यो के रे अनुमति दिनुभएको। हेर्नु है साथीहरु, यो खाद्यान्नबाट दिनुभएको हैन। हामीले हाम्रो अचार टेस्टको लागि लानुपर्ने हुन्छ। अनि उहाँको चाहिँ अनि 1 हप्तासम्म ल्याबहरु गरेर ओरेर अनि मात्रै क्वालिटी चेक गरेर मात्रै अनि यो प्रमाण पाइन्छ। अब लाइसेन्स हो यो चाहिँ हैन। जुन मान्छेले कम्प्लेन गर्यो त्यो मान्छेले चाहिँ हाम्रो खेदो पाइलो गरेको रहेछ हैन साथीहरु। अनि अब कस्तो सामान चाहिँ सोध्न सकेको होला सोध्नु न साथीहरु। हाम्रो त विदेशमा पो जान्छ त सामानहरु, देश विदेशमा जान्छ। हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरुले यति धेरै सपोर्ट गर्नु भएको छ। त्यही पनि हाम्रो नेपालमा भन्दा धेरै कडा छ विदेशमा जानलाई। लेबल नलाइकिन हामीले कसरी पठाउँछौँ होला, हाम्रो दर्ता नभइकिन सरकारलाई भ्याट नतिरिकिन हामीले कसरी चाहिँ बिजनेसलाई हामीले माथि ल्याउँछौँ होला भन्नुस् त। हामीले जति कमाए पनि हामीले सरकारलाई कति तिरेको छ कि छैन भन्नु। विदेशमा हुने दाजुभाइहरुले विदेशमा काम गर्नुहुन्छ नि, तर पनि नेपालको कर तिर्नुहुन्छ क्या। गएकोदेखिको लिएर आएकोदेखिको लिएर सामान केही पठाउँदा पनि कर तिर्नुहुन्छ। हरेक कुरामा कर सबैमा कर छ। घर बनिँदैछ नि साथीहरु। मैले एउटा मान्छेसँग नि मैले एउटा अचार बिकाउनलाई म 20 जनासँग बोल्नुपर्छ साथीहरु। 20 जनासँग बोलेर मैले 2टा अचार बिकाउनु पर्छ भनेपछि मैले त्यो घर बनाएको पनि मेरो अचारकै पैसाले हो हैन। कति टेन्सन हुन्छ, कति तनाव हुन्छ हैन। तर मान्छेहरुले नि तर कस्तो खालको चाहिँ खुट्टा तानेको हो क्या चाहिँ हुनुपर्छ कि हामी चाहिँ केही व्यवसाय गर्दाखेरि एकदम स्ट्रङ चाहिँ हुनु पर्यो हामी कानुनी हिसाबमा हैन। जस्तै अब हाम्रो त त्यो मान्छेले जानी नजाने है, त्यो मान्छेलाई थाहा पनि थिएन होला हामीसँग कागज अलरेडी छ भनेर। किन त्यो जुन मान्छेले कम्प्लेन गर्यो त्यसरी उनी गर्यो त्यो मान्छे चिनेकै मान्छे हुन्छ है। उनले सोचे अब उसलाई त हामीले प्रत्येकजनालाई त हाम्रो अब सुनै मेरो बुढाको अचार छ, मेरो कागज छ साथीहरु। हामीले म त्यो कहिले जिन्दगीमा भनेको छु भन्नुस् त। त्यो भएर पनि उसले सोच्यो होला यो भन्ने बाटै होइन, यो त ठाउँमा देखाउने चिज हो। उसले सोच्यो होला चाहिँ लेबल चाहिँ हामीले डिजाइन गर्यौं अनि बनायौं अनि टाल्यौं अनि बेच्यौं। त्यति नै डिजाइन बनाउँदा जसले पनि बनाइहाल्छ नि, टाल्यौं अनि बेच्यौं। त्यो डिजाइन बनाएर टाल्नु मात्रै त्यो दर्ता होइन क्या। दर्ता भनेको त सबै फर्मालिटीहरू पुरा गर्नु पर्यो। खाद्यान्नमा चेकिङ गर्नु पर्यो, ल्याब टेस्ट गर्नु पर्यो, लाइसेन्स ल्याउनु पर्यो। वर्षमा हामीले ल्याब टेस्ट गर्न लानु पर्यो। विराटनगरमा हामीले यो नगरपालिकाको मात्रै काम हुँदैन, वाडा नगरपालिका अनि विराटनगरमा खाद्यान्नको ल्याब टेस्टिङहरू सबै हुनु पर्यो। अब हामीले त हरेक दिन हरेक समयमा दाजुलाई पनि हाम्रो कागजपत्र सबै छ भनेर देखाएको थिएन नि त। उहाँ चिने जानेको पनि देखाउँदैन हामी। पक्कै पनि उहाँहरूले सोच्नु यहाँसँग कागज छैन, त्यो नाते अचारमा टाल्ने स्टिकर हुन्छ नि स्टिकर, त्यो जसले पनि थाप्न पाइहाल्छ। डिजाइन गरेर छापो, त्यही छापेर बेचेको यिनीहरूले बुढाबुढीले भनेर पक्कै सोच्नु भयो होला। अनि त्यो कम्प्लेन चाहिँ नगरपालिकामा गएर दिनुभएको होला। अनि नगरपालिकाले पनि त्यही सोचेर चाहिँ के अरे यिनीहरूसँग दर्ता छैन होला पक्कै पनि। यिनीहरूले त्यत्तिकै त्यो स्टिकर चाहिँ डिजाइन गरेर बनाएर टालेर बेचेको होला भनेर उहाँहरू पनि आउनु भएको होला। जस मैले गएर चाहिँ उहाँले 6 दिन 7 दिनमा आउनु भनेको त्यो कागजमा लेख्नु भएको रहेछ होइन। मैले चाहिँ 1 हप्तामा गएर 1 हप्तामा लानु भन्दा त आजै जाउँ न भनेर म चाहिँ साथीहरु म चाहिँ सहन सक्दिनँ क्या साथीहरु। यहाँ चाहिँ हामीलाई भन्नुभएको थियो 1 हप्ता भित्रमा चाहिँ जसरी भए पनि सबै डकुमेन्टहरु लिएर आउनुपर्छ भनेर कागज छोड्नु भएछ। अनि म चाहिँ आजै गएर चाहिँ मलाई चाहिँ रातभरि हुन्छ नि साथीहरु, मलाई चाहिँ सुत्न सक्दिनँ क्या म यस्तो कुराहरु चाहिँ। सो उहाँहरूले आफ्नो बुढाको अचारको रिगार्डिङ चाहिँ सबै कुराहरु क्लियर गरिदिनु भएको छ। यदि तपाईँहरुलाई फुल भिडियो हेर्न मन लागेको छ भने उहाँहरूको च्यानलमा गएर हेर्न सक्नुहुनेछ।